हेलो नमस्कार, म सन्मान प्रधान हात्तीसाथ दाँतघारीबाट फेरि एउटा आज म नयाँ भिडियोको साथमा तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। हेर्न सक्नुहुन्छ तपाईँले मेरो भरोसा एग्रो ब्लग्समा हजुरहरूलाई स्वागत छ। अन्त म आज एउटा नयाँ भेराइटी लिएर हजुरहरूको समक्ष फेरि उपस्थित भइसकेको छु। के हो भन्दाखेरि त्यो हाम्रो दाँतघारीमा नभएको हाम्रो आसाममा एकदमै कम्ती खेती छ। यो बेङ्गलबाट बेच्नु ल्याएको रहेछ दाँतघारी बजारमा एउटा फल। त्यही फलको विषयमा म तपाईँहरूलाई देखाउने छु। हस्, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। के हो भन्दाखेरि मैले यो देखाएको छु, काटेर ल्याइसकेको छु। मैले ल्याउँदाखेरि काटेरै ल्याएको हेर्नु सक्नुहुन्छ तपाईँले। यो हेर्नुहोस्, खरबुजा तरबुज भन्छ यसलाई, तरबुज भन्छ। भुटनिस भाषाबाट चाहिँ आपागोतो भन्छ। हेर्नु सक्नुहुन्छ यो 25 रुपियाँ केजी बिक्री भइरहेछ दाँतघारीमा। र यो कस्तो रहेछ, बेङ्गलबाट ल्याएको अरे। यो अर्ग्यानिक हो कि अब यो रासायनिक हो, अलिकति खाएर यसको टेस्ट गरेर हेर्नेछु। हेर्दै गर्नुहोस् तपाईँहरूले। म अब यो काट्ने छु। मैले 2 फाला गरेर काटेरै ल्याएको, फेरि काटेर देखाउने छु। हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त, हेर्दाखेरि त एकदमै चकचका रातो छ, चकचका लाल। एकदम खाँदाखेरि टेस्ट कस्तो छ अब म तपाईँहरूलाई देखाउने छु। अझै यसको पनि फाला पार्ने छु। यो चाहिँ हाम्रो यो बोर्डर साइडतिर यसको खेती कतै छैन। यो अप्पर आसामतिर छ भने छ, नभए हाम्रो यतातिर कहीँ खेती छैन। र यो खानु त खाइरहेको मैले, र पनि यसको विषयमा मलाई पनि त्यति जानकारी छैन। र काटेर खाएर तपाईँहरूलाई देखाउने छु कस्तो रहेछ टेस्ट, अनि यसको खेती हुन्छ कि हुँदैन यो ठाउँमा भनेर अलिकति सर्च गरेर हेर्नु पर्यो। यदि हुने रहेछ भने अलिकति रोपेर पनि ट्राई गर्नेछु। हस्, धन्यवाद। हेर्नुहोस्, एकदमै हेर्दाखेरि एकदमै राम्रो छ। अब खाएर पनि हेरौँ। एकदमै मैले 2 केजीको एउटा पिस लिएर आएको थिएँ। 100 रुपिस लियो 2 केजीको। एकदमै हेर्दाखेरि राम्रो छ। खाएर पनि हेरौँ कस्तो छ। अब तपाईँहरूलाई खाएर देखाउने छु कस्तो रहेछ। तपाईँहरू पनि किनेर खानुहोस्। दाँतघारी बजारमा एकदम बिहिबारै बजारमा सधैँ आउँदो रहेछ, यहाँ सन्डेमा इन्डिया गेटको छेउमा। खाएर हेरौँ कस्तो हुँदो रहेछ। जय श्री। एकदमै दामी छ। र यो काटेर खानुभन्दा पनि यसरी नै खाएको चाहिँ मजा आउँदो रहेछ। हेर्नु सक्नुहुन्छ है। वाउ, भेरी टेस्टी, भेरी स्विटी। एकदमै मिठो छ। हेर्नु सक्नुहुन्छ। यो खालको भेराइटी किनेर खानुहोस्, बाहिर यस्तो भएको। त्यो अर्को कालो खालको भन्दा पनि यो खालको भेराइटी निकै गुलियो हुँदो रहेछ। यसमा मिठाई बेसी हुँदो रहेछ। हस्, धन्यवाद। तपाईँहरू पनि किनेर खानुहोस्। मेरो भरोसा एग्रो युट्युब च्यानलमा हजुरहरूले सब्सक्राइब गर्नु नभुल्नुहोस्। फेरि पनि अर्को भेराइटी लिएर तपाईँहरूको माझमा फेरि उपस्थित हुनेछु। त्यतिन्जेललाई धन्यवाद।